म अहिले प्रदेश नम्बर 5 को सिद्धार्थ नगरपालिकाको बुटबल भैरव खण्डको बुद्ध चोक, जहाँबाट लुम्बिनी बुद्ध जन्मस्थल र लुम्बिनी इन्टरनेसनल एयरपोर्ट अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार छ। यहाँ उभिएर मैले एउटा भिडियो बनाउँदैछु। यहाँले देख्न सक्नुहुन्छ यो चोकको चहल पहल, यो चोकको चहल पहल, यो इन्डिया भैरवस्थित जाने चुनौती जाने बाटो, उता बुटबलबाट आएको खण्ड। र यहाँनिर मलाई एउटा उल्लेख गर्न मन लागेको कुरा, मैले भर्खरै मात्रै प्रयोग गरेँ, सार्वजनिक शौचालय, सुलभ शौचालय लेखिएको छ। यस्तो खालको शौचालय नेपालको कुनै पनि हरेक सहरमा, हरेक महानगरपालिका, नगरपालिका, गाविस सबैले उपलब्ध गराउनुपर्ने। यहाँले हेर्नुहोस्, हेर्नुहोस् पानी उपलब्ध छ, पानी उपलब्ध छ, सबै कुराहरू व्यवस्थित तरिकाले राखेको ऐनासहित यो खालको। यसरी यो खालको शौचालय हरेक नगरपालिका, हरेक ठाउँमा राख्नुपर्ने अत्यावश्यक छ। किनभने यो नमुना हो। हामी नेपालीहरू पछाडि परेको, इभन काठमाडौँ महानगरपालिका पोखराहरूमा पनि त्यो व्यवस्था छैन। यो नगरपालिकाले यसरी व्यवस्था गरेर राखेको रहेछ। यसलाई एप्रिसिएट गर्नुपर्छ र यसको नमुनाको रूपमा सबै नगरपालिका, महानगरपालिकाहरूले यो उपलब्ध गराउनुपर्छ। यहाँ हेर्नु होला, यो चाहिँ इन्टरनेसनल एयरपोर्ट लुम्बिनी र लुम्बिनी बुद्ध बस स्टेसनमा प्रवेश गर्ने चोक देख्न सक्नुहुन्छ। सिक्न जहाँबाट पनि हुन्छ। काठमाडौँले सिद्धार्थनगरबाट सिक्दा पनि हुन्छ। धन्यवाद।